हेलो साथीहरु सबैजनालाई नमस्ते। हजुरहरुलाई स्वागत छ मेरो भिडियोमा। आज हामीले बनाउन लागेको छौं पनिरको मोमो। अनि मेरो दिदीले चाहिँ एउटा भाँडामा मैदा मुस्नु भएको छ। मैदालाई राम्ररी मुसिसकेपछि त्यो चाहिँ हामीले केही मिनेटको लागि छोडिदियौं। अनि हामीले किमाको लागि बन्दागोबी, पनिर यसरी तयार पारेका छौं। अब त्यसमा हामीले प्याज पनि एड गरेको छौं। त्यसपछि अदुवा लसुनको पेस्ट अनि त्यसमा मोमो मसला पनि एड गरेको छौं। यति हालिसकेपछि चाहिँ हामीले मोमो बनाउनको लागि फिलिङ तयार भइसकेको छ। मैले चाहिँ पिठो बेल्ने र दिदीले चाहिँ मोमो तयार पारिसक्नु भएको छ। अनि दिदीले भाँडामा हालेर पकाउनको लागि सुरु गरिसक्नु भएको छ। अनि यो मोमो चाहिँ पाकेर रेडी भइसकेको छ। अनि मोमोसँग खानको लागि अचार पनि रेडी भइसकेको छ। अनि मोमो पनि पाकेर रेडी भइसकेको छ। फाइनल्ली पनिरको मोमो रेडी भयो गाइस। खानालाई आउनु होला।